कुनै पनि एकदम अचानक आएको न्युजहरू अचानक आएको समाचारले टेक्निकललाई कतिको असर गर्छ र त्यसले कुनै क्षति पुर्याउँछ कि पुर्याउँदैन एउटा ट्रेडरलाई? अब हेर्नुहोस् कस्तो हुन्छ भने मार्केट भनेको तपाईँले के बुझ्नुहोस् भने अनसर्टेनिटी प्रिन्सिपल भन्छौँ हामी। बजार भनेको अनसर्टेनिटी प्रिन्सिपलमा आधारित हुन्छ। त्यसको मतलब के हो भने जस्तै एउटा उदाहरणको लागि मानौँ तपाईँले आज ए भन्ने ठाउँबाट बी भन्ने ठाउँमा यात्रा गर्छु भनेर सोच्नुभयो र त्यो ए भन्ने ठाउँबाट बी भन्ने ठाउँमा यात्रा गर्नको लागि तपाईँले कुनै एउटा साधनको प्रयोग गर्नुभयो हैन। अब त्यो ए भन्ने ठाउँबाट बी भन्ने ठाउँमा यात्रा गर्ने क्रममा बिचमा के आउँछ त्यो त तपाईँलाई थाहा छैन नि त। पानी पर्न सक्छ, हावाहुरी आउन सक्छ, असिना पर्न सक्छ। हो, टेक्निकल एनालाइसिसमा जुन हामीले एनालाइसिस गर्छौँ त्यो पनि त्यस्तै हो। हामीले एउटा सिनारियो एक्सपेक्ट गरेर एनालाइसिस गरेको हुन्छौँ, तर कस्तो भइदिन्छ भने मार्केटको डाइनामिक्स हेर्नुहोस्, बजार भनेको एकदम फ्रेजाइल हुन्छ। सानो सानो घटनाक्रमहरूले, सानो सानो न्युजहरूले, इभेन्टहरूले पनि बजारलाई असर गरेको हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले एज अ प्रोफेसनल ट्रेडर एउटा बेस बनाएर एउटा एनालाइसिस गरेर हामीले ट्रेड त लियौँ हैन, तर बिचमा तपाईँले भने जस्तो एउटा न्युज आइदियो, अनसर्टन इभेन्ट आइदियो भने त त्यतिखेर त बजारले त जुन युजुअल बिहेभियरमा रियाक्ट गर्छ भनेर जुन सोचेर तपाईँले ट्रेड लिनुभएको थियो अब त त्यस्तो हुँदैन। त्यस कारणले गर्दाखेरि टेक्निकल प्यारामिटर्सहरू त्यहाँनिर चेन्ज हुन्छ। यदि हाम्रो एन्ट्री गलत भयो अथवा हाम्रो एन्ट्रीलाई तपाईँले भने जस्तो न्युज इभेन्टले अथवा अनसर्टन इभेन्टहरूले हिट गर्यो भने त्यसबाट हामी एक्जिट भएर फेरि हामीले फ्रेस एन्ट्रीको प्लान गर्नुपर्छ। यो कुरा भनिरहँदाखेरि ट्रेडरहरू अब सबै कुरालाई सम्हालिएर आफूले एउटा राम्रो ट्रेड लिएर प्रफिटेबल हुनको लागि उसले टेक्निकल कुरामा एकदम गर्नै नहुने कामहरू र गर्न हुने कामहरू, अब हेर्नुहोस्, गर्न नहुने कामको लिस्ट त धेरै लामो छ। हेर्नुहोस्, किनभने बजारमा हामीले के गर्ने भन्दा पनि के नगर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ। किनभने बजारले सिकाउने भनेकै मान्छेलाई असफलताबाट हो, र जब मान्छे असफल हुन्छ, जब मान्छे ठक्कर खान्छ, त्यसपछि उसलाई मैले यो गर्नु हुँदैन रहेछ भन्ने कुराको ज्ञान त्यतिखेर हुन्छ। अब के गर्ने भन्ने कुराको कुरा गर्दाखेरि चाहिँ बजारलाई हामीले जहिले पनि रेस्पेक्ट गर्नुपर्छ। हेर्नुहोस्, प्राइस भनेको सबैभन्दा सुप्रिम कुरा हो। प्राइस एक्सन गभर्न्स एभ्रिथिङ। त्यस कारणले गर्दाखेरि हाम्रो एनालाइसिस जेसुकै होस्, बजारले यदि हामीलाई गलत साबित गरिदियो भने वी मस्ट एक्सेप्ट द्याट, वी मस्ट एडमिट इट, र हामी त्यसबाट चाहिँ निस्कनुपर्छ र बजारको र प्राइस एक्सनलाई हामीले जहिले पनि रेस्पेक्ट गर्नुपर्छ। मेन कुरा भनेको त्यही नै हो। थ्याङ्क यू सर। थ्याङ्क यू। मिट द ट्रेडरको यो एपिसोड तपाईँलाई कस्तो लाग्यो र यस्तै जानकारीहरू र केही नबुझेका कुराहरू छन् भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र हाम्रो नेक्स्ट एपिसोड हेर्न नबिर्सिनुहोला।